हेलो गाइस, यतिखेर हामी खोला जाँदै माछा मार्नको लागि। अब हामी 4 जना मात्रै छ। बेलुका के कसो हुन्छ हामी भ्लगमा देखाउने छ माछालाई। हाम्रो पानीमा भएको माछालाई देखाउने हो। दाजै अघि हिँड्दै जङ्गल हिँड्दै छ। हामीहरू लगभग आधी बाटो आएको छौँ, अझै छ। कति मिनट लाग्छ यहाँबाट? 10 मिनट लाग्छ है। यसम्म त यहाँ चेन खुल्यो कि झन् झुकेर। ल यो चाहिँ अब त्यो दौलीमा बेच्ने लिपस्टिक भन्दा यो चाहिँ अलि ओरिजिनल लिपस्टिक हो। यो फुलेको रुखहरू ठुल्ठुलो रुखहरू यसलाई लगाउनको लागि चाहिँ यसरी माडेर हल्का 3 थोपा जति पानी हालेर यस्तो लिपस्टिकमा ओठमा लायो भने ओठै रातो बनाइदिन्छ क्या यसले। गाइस आउँदै गर्नुहोस् ल, म अरू पनि भन्दै जान्छु। रुख चाहिँ होइन, यो अलि बुढो पातहरू हुँदैन, कलिलो पातहरू हुन्छ। बुढो नि हुन त हुन्छ, तर त्यस्तो राम्रोसँग बस्दैन। के छ, के भयो यहाँ? के भयो? पाक्नु त धेरै समय लाग्छ नि। हो, कि त गबाउनु पर्यो होइन लगेर। मस्त खरानी मसार मुसुर गरेर बोराभित्र पकपुक पारेर हामीले एकछिन राङसिङको केरा त्यसरी खाइरहेको थिएँ। बाटोमै गवाएको फेरि बाटो बिर्सी बिहाक्यो। साह्रै नै वन भएर छ कि होइन? त्यही त मान्छे हिँड्दैन आजभोलि होइन। छरामा झरेको दुःखै पाउँदैन। लगाइछ हामीले आधी बाटोमा आएर दुःख पाइसकेको छ। अब बाटो चिनेको मान्छेले बाटो बिहान लगाइसक्यो। पछि यहाँ देखाउनु घाँसको नाम भन्छ, यसलाई भन्छ बारुलपाटे घाँस। यो झ्याङ, यो बाख्राले एकदम मनपर्छ यसलाई। यो भन्छ खसेडी, यो धयारी। नआउनु रहेछ क्या मान्छेहरू। दुःख पाइदियो होइन बाटो होइन, यो त यो बाघै भालु हिँड्ने बाटो यार। गाइज हाम्रो बाटो है स्पेसल गुफा। यो गुफाको नाम चाहिँ छरा गुफा, छरामाथिको गुफा। ल हेर्नुहोस्, बनमारा गुफा घुस्दैछ। दाइ मौसम दाजु घुस्नुभयो। अब हाम्रो बल्लम दाजुको पालो। हिँड्नु नै छिरिबे के ओ दाजु त्यहाँ उठ काँडा। हामी फर्किनेछौँ सिधै फाडा न यहाँ। हाम्रो मौसम दाइ गुफाबाट निस्किसकेको छ। बाटो नभेटेर गाह्रो भएछ। अब गुफा चाहिँ के भयो भन्दाखेरि उतापट्टि चाहिँ गुफामा चाहिँ अब यस्तो छ होइन, गुफामा चाहिँ अहिले हिँडेर के वन खरायो हिँडेर। त्यही भएर हामी चाहिँ त्यसलाई समाउन जानको लागि यताबाट जाँदैछ। यसलाई भनिन्छ घाङ्गल। यो बाख्राको स्पेसल घाँस, मासु जस्तो हाम्रो लागि मासु, बाख्राको लागि यो मासु। ल हामी अब आफ्नै बाटो बनाएर जानेछौँ। ओ गाई कुरो कुनो बाटो यही हो। हो रहेछ त बाटो। गाडी निस्क्या भए यो बनमारा गाडी कसरी कट्थ्यो? त्यही त। हेलो गाइस, यतिखेर हामी खोलामा झरिसक्यो।
कति दुःख गरेर झरेको। अब म चाहिँ 2 ठाउँमा लडेँ, बलराम दाई 1 ठाउँमा, हामी लड्दै लड्दै झरेको। अब माछा मार्ने कार्यक्रममा लगाई माछा देखाउनेछ हामी। ल पछि भेट्ने छ। यता फाल उखरेर जान्छ कहाँबाट आइज यति धेरै माछा माछा बस्ने यस्तोमा हो को यता माछा फाल है दिने हो काटिदिनु पर्दैन क्या मैले हात भेट्छ यार मैले त्यहाँ कमै निकालिदिन्छु यार किरै जस्तो हो यहाँ हो कि उयो यो ढुङ्गा मुनि किरै छ माछा किरा छ है गाई चाहिँ त्यहाँ हेर्नुहोस् जो एकछिन रिल्याक्स गर्नुहोस् माछा 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 आज त सुरुवातको खतरा भयो त यो ढुङ्गा खोलेर मैले यहीँबाट सघाइदिन्छु यार माछा यो ढुङ्गा खुल्ने हो नि माछा माछा कतर आज त खुसी भयो कि दाइ आज त सुरुमै यस्तो पाखा आउने यो पानी त्यसले केही गर्दैन कि माछा कोडाली आनन्द कोडाली को यता माछा फाल है त्यस कारणले त कत्ला पनि निक्लेछ के को हो कत्ला निक्लेछ हातैभरि हो ल ध्यान जानु त टन्नै रहेछ कि माछु दुईटा माथि छ माथि त्यो पाँच निकाल्नु हो हो
तर सुकाउँदा डेन्जर सुकायो भने हामीले होइन एउटा पानी आएन टेबर सामान सक्यो ओ भयो भयो छोडिदेऊ यहाँ हेर मासु हेर्न हौ मलाई यस्तो माछा लास मनपर्छ नमारे कि चलाउन कि यता एउटा चोर सरकार यार दिवस हालत हात दिवस हालत हात टोक्यो बगटा होइन माछा हो हो म त हाल्दैन होइन नलिएर न ठुलो फोरी त्यो ठुलो माछा चाहिँ हेर्नु पानी पुग्ने भन्दा नि ठुलो माछा आउनु लाग्यो के भयो लाग्यो लागेको होइन कि माछाले भन्दा पानी भर्नु नदिनु केले टोक्यो तिमीलाई डरै लाग्यो मलाई त हात हाल्नु केले टोक्यो तर यहाँ त छ उजुर छ कि माछा त हल्ली हल्ली कस्तो लागिरहेछ आयुष भाइ मलाई एकदम हात पटुमा हिँडिरहेको गाह्रो भइरहेको दिवस गाए के भन्न चाहन्छौ अब के गर्नु त नि मार्न मन त थिएन देखाएको चाहिँ होइन है देखाएको चाहिँ होइन हजुर मार्न मन पनि थिएन के गर्नु मारिहाल्यो परिस्थितिले त्यस्तै गरिहाल्यो हामीलाई देखाएको चाहिँ होइन है हजुर देखाएको चाहिँ होइन हामीले भेटाइया त्यो ठुलो हो नि अरू भन्दा नि त्यो डजर पो हाल्नु क्या सर पनि हुनसक्छ जाउँ त होइन यस्तो पानीमा त बिख लाग्दैन नि त सर्पको सर्पले बिख त लाग्दैन फेरि पनि पुगे नि हुन्छ नि त सुनिन्छ कि होइन सर्प टोक्यो भयो त भिन्दै हुन्थ्यो क्या किन हुनु कि पानी सर्प त्यहाँभित्र छ लौसी माग्ने ल हेर भन्दै गाइस नयाँ टाइपको माछा इट्स नेम
सेट काने यो झन्डै झरेको मेरो हातबाट यो चाहिँ अघि मैले रौसरी गर्न खोज्दाखेरि चाहिँ अनि यस्तो भयो कि टाउकै जुडे है टाउकै यस्तो भयो गाई माछा पलट पथरको नि यहाँ न फेरि गाई यसको नि घाँटी च्वाट्टै मैले खायो प्याटै र गाई त्यता भ्याउन लागेको छ अब चाहिँ हामी चाहिँ खाजा खान जान्छौँ भोक लागिसकेछ खाजा खान्छ नि भोक लाग्यो मलाई के खाने खाजा बिस्कुट छ बिस्कुट खाऊ न जाऊ बिस्कुट खान्न बिस्कुट छ क्या क्रिम बिस्कुट छ कि क्रिम बिस्कुट किन तपाईँले तपाईँको मुख छोप्नु भएको टोकिया फेरि बोकेको होइन कि त यहाँ ढुङ्गाले घोट्यो अड्केको होइन कि यतापट्टि ढुङ्गा रहेछ कि यहाँ माछा कसरी निकाल्ने ज्यान मात्र समाउने ल खै कुचो समार निकालेको ल खण्ड आयो ल यहाँ म भिडियो गर्छु ल अर्को नि यहाँनिर रहेछ दिवस भाइले खतरा समातिरहेको क्या सकिनँ है गाइज म केही भन्न सकेन ल म केही नि समाते यहाँ नि अनि माछा निकल्नै छ नि दाइ अझै छ कि अझै खेल्ने 11:30 त भएको म देखाउन त मन थिएन देखाउन त मन भएको होइन देखाउन त चाउचाउ पनि पार्दैछ यता देखाउनु न देखाउन त मन थिएन कति धेरै देखाउन त मन थिएन देखाउनु न यता के निस्क्या यहाँ देखाउन त मन थिएन अबे देखाउन त मन थिएन देखाउन त मन थिएन देखाउन त मन थिएन धरो समातेछ यार आज त अझै छ के यार 1 किलो भइसक्यो देखाउन त मन थिएन कोही एउटा थालमा अझै नै खर्च डाँडै बनेछ त यार एउटा म देखाउन त मन थिएन पुरा बाटा भरिसक्यो है ए ल थुक्पा हालौँ न थुक्पा देखाउन मन थिएन भोजन ल्याउनु पनि थियो यार के गर्दै खान लागेको खाजा खाँदै हो अचार बनायो हुन्थ्यो नि अस्ति जस्तो तल भाग्छु नि कि खतरा अचार गाई त्यो चाहिँ आधी हो अहिले चाहिँ म चाहिँ 24 देखाउन चाहिँ मन थिएन के लिन जाने र 24 देखाउन चाहिँ मन भएको होइन दादाहरू खाजा खाँदै हो चपस्टिक त दामी छ कि जोस यार तुलसी गएको नि चपस्टिकले के अरे खानु स्टाइल हो हेर तिमीलाई के भने नेपाली हो त्यही पनि हामी यो स्टाइल हुन्छ नेपाली स्टाइल होइन कति लाल भएको देखेन गाई त्यतिखेर हामी मासु पकाउँदै त्यो पानीले गर्दैन योमा फाल्छ हेर न परे
यतिखेर हामी मासु खाँदै जानु अब मासु खान्छौँ ल गाइस मासु खाने हो मासु खाने हो के को मासु हो मैसीको मासु है मैसी हो कि रागो हो रागो मासु है पाक्न लागेको छ है भात हालिहाल्ने कि रात पर्छ कि हो भात हाल्नेसँग पर्दैन रात एकैछिन लाग्यो आज हेर न कसरी हुर्के दामी हुर्के बस्दा बस्दा अरू खाजा खाम हुने अरू खाजा दुपट्टा फर्केको गछाको तिमीको दिवस भाइ म ह्याप्छान्दै सबैले ह्याप्छान लाग्यो तर सबैभन्दा सुरुमा आएको यति सेरा हाम्रो साथले यता देखाउनु न दाइ यता यता चिकन साग र मासु होइन बटर बटर ल गाइस है हामी यसपालि अहिले चाहिँ के भयो भन्दाखेरि माछा मार्दा मार्दा रात परियो त्यही माथि अब हामीले पहिले प्लान गरिसकेको थियो रातिमा माछा मार्ने भनेर अनि अब के गर्नु त अब रात लाइटले हल्का धोका दियो के लाइटको चार्ज सकियो नत्र त्योमा हाम्रो एक थालतिर निस्किन्थ्यो कि है माथा मिस भयो यार एक थाल माछा निस्किने ठाउँमा हामीले मिस गर्यो के अहिले चाहिँ हामी घर फर्किने कार्यक्रममा एकछिन पिसा फेर्छ अनि अब के भन्ने हजुरहरूलाई रात परेको अब चाहिँ अब सिधै गाउँ पुगेपछि है गाइज ल गाइज चाहिँ यतिखेर हामी ठ्याक्कै घरमा है माछा देखाउँदै यो माछा उ गरिदिन आउनु नि बाजे केटाहरूले उग्दा मेरो थाल त्यही बनाइदिए त नि ल अर्को चुटबाट म थाल लिएर जान्नु है बल्ल बल्ल भनी भए 5जना बल्लाउँदा ऊ थाकेर पसिनै पसिना हेलो कुकुर नत्र हामी अझै ढिलो हुन्थ्यो टन्नै है एक थालै छोडेर नत्र अझै मार्थ्यो आज चाहिँ बस्यो भने चावल नि थिए है भोग्ला भात ऊ दाइलाई भात बनाउनु पठाइहाल्थ्यो अनि भोग्ला भात दाइलाई भात बनाउनु पठाइहाल्ने फेरि यतिखेर घरमा अब माछा भाग बाँड्न लागेको छ माछा चाहिँ अब डाइरेक्ट नजिक आएर झस्सै देखाउने कि गङ्गटा निकाल्नु नि पहिला गङ्गटा टन्नै समात्यो अघि पाले थिएँ कस्तो नरहे मैले भान्जालाई फाल्नु कि फाल्नु भनेर फाल्नु उठा गाइस भागमा चाहिँ दिदी पर्यो है भागमा दिदी मैले है भागमा दिदी ल मेरो पनि थाल लिएर आऊ त यो मेरोमा हालिदिनुहोस् नि त म बाजेर देखाउनु गइहाल्ने के ल है भागमा दिदी ल यति भनेको त धेरै हो होइन र भने अस्ति नि एकजना सबै टोटल गरेर यति त लिएर आएको होला नि हामीले कस्तो अझै रक्सले झिमझिम बाह्र छ है पार्यो अझै उकालेर सकिया हो लाउ नजरा बोना लाउ नजरा के थियो मासकै दिल भयो चासकै
मस्कियो मसकै दिल भयो चसकै फुल हजार बोन लाउन जरा बोन लाउन